हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो अर्को न्यू भिडियोमा। अनि आज चाहिँ म बिहानै उठेर नुहाइसके अनि मेरो बुढा चाहिँ सुतिराख्नु भएको थियो अनि उहाँलाई पनि उठाएँ। त्यसपछि हामी रेडी भएर झोला प्याकिङ गर्यौं। अनि यहाँ चाहिँ दिदीले पनि हेल्प गर्दै हुनुहुन्छ, टस बाल्दिएर आँखा मिच्दै भए पनि। अनि आज चाहिँ मेरो आमाजी दिदीले मिठो चिया पकाएर पनि हामीलाई खुवाइसक्नु भएको छ। हामीले चिया बिस्कुट खायौं। त्यसपछि हामी चाहिँ अनि यात्रातर्फ जान लागेको। अनि यहाँ चाहिँ म दिदीलाई जिस्काउँदै छु। अनि यहाँ चाहिँ मासी र दिदी भेनाकोमा आयौँ। अनि दिदी भेना पनि रेडी भएर घरबाट निस्किसक्नु भयो। अनि त्यतिकैमा हामी बेलबारी पुगिसकेको छौँ साथीहरू। अनि यता चाहिँ यो मेरो सानो छोरी अनि दिदी भेना अनि यता दाइहरू हुनुहुन्छ। सबैजना भएर हामी चाहिँ यात्रातर्फ लाग्यौँ बेलबारीबाट। अनि बेलबारी हुँदै हामी चाहिँ केराबारी निस्क्यौँ। यो चाहिँ केराबारीको मचिन्द्र चोक। अनि मचिन्द्र चोकदेखि चाहिँ पश्चिम लाग्यौँ हामी धरानतर्फतिर। अनि यो चाहिँ हाम्रो केराबारीको खदम खोला पुल एकदम राम्रो छ। अनि हामी चाहिँ साथीहरू धरान निस्किसक्यौँ। धरान निस्किँदा त ठिकै थियो, अलिक एकछिनमा त हामीले त पानीले कुट्यो। त्यसपछि हामीले प्लास्टिक किनेर झोलाहरू प्याकिङ गर्यौँ। अनि हामी पनि प्याकिङ भयौँ रेनकोटभित्र। अनि रेनकोट लगाएपछिको अवस्था चाहिँ हाम्रो यस्तो छ। यहाँ दाइको चाहिँ पेट ठुलो भयो भन्दै यहाँ झोला रेनकोटभित्र देखाएर म त हस्पिटल जान्छु भन्दै हुनुहुन्छ। अनि त्यसपछि हामी फेरि यात्रातर्फ लाग्यौँ साथीहरू। अनि पानी चाहिँ सिमसिम परिरहेको छ, ठुलो चाहिँ होइन तर नर्मली सिमसिम पानी पर्यो। त्यसपछि हामी चाहिँ रेनकोट लगाएर भए पनि यात्रातर्फ लाग्यौँ, रोकिएनौँ हामी चाहिँ। अनि त्यसपछि हामी चाहिँ आज कहाँ जाँदैछौँ भने हाम्रो यात्रा चाहिँ ताप्लेजुङको पाथिभरासम्मको हो साथीहरू। अनि हामी चाहिँ यहाँ तमरको किनार हुँदै पाँचथर हुँदै हामी चाहिँ ताप्लेजुङ लागेको साथीहरू। अनि एकदमै राम्रो ठाउँ रहेछ, धेरै राम्रो लाग्यो मलाई। तमरको किनारै हामी चाहिँ यात्रातर्फ लाग्यौँ साथीहरू। हामी यात्रा गर्दै यो बाख्रा भएको ठाउँमा पुगिसकेको छौँ साथीहरू। अनि हामी चाहिँ यहाँ त्यो दुईवटा बाख्रा भएको ठाउँमा रोकेर चिया नास्ता खानलाई बस्यौँ। त्यस पछाडि त्यहाँ चिया नास्ता खाइसकेपछि हाम्रो यात्रा फेरि सुरु भयो। अनि ठाउँ चाहिँ एकदमै धेरै राम्रो, कहीँ चाहिँ कति धेरै डरलाग्दो भिरहरू पनि क्या, मलाई त कति धेरै डर लाग्यो साथीहरू। अनि हामी चाहिँ फेरि गलेर एकछिन रोकेर यहाँ भिडियो बनाउँदैछौँ। अनि दर्शन गर्ने मान्छेहरू पनि जाँदै हुन्छ गाडीमा, हामी चाहिँ बाइकमा गएको नि त साथीहरू। अनि फेरि हामी यात्रातर्फ लाग्यौँ। अनि बाटो चाहिँ यस्तो राम्रो पनि छ तर डरलाग्दो पनि छ, किनकि त्यो धेरै हाइटमा बाटो रहेछ क्या। जस्तै नर्मल तलदेखि घुम्दै माथि डाँडा पुग्ने, अनि डाँडादेखि फेरि घुम्दै तल जानुपर्ने रहेछ। अनि डाँडाबाट मुनि हेर्दाखेरि चाहिँ एकदमै धेरै डर लाग्ने। अनि कतै चाहिँ यस्तै कच्ची बाटोहरू पनि छ। अनि हामी चाहिँ यहाँ खाना खाने ठाउँमा आइपुग्यौँ। यहाँ दाइको अनुहार हेर्न सक्नुहुन्छ, धुलोले हेरिसक्नु छैन। अनि हामी चाहिँ यहाँ खाना खानु पस्यौँ होटलतिर। अनि हामी चाहिँ यहाँ खाना पर्खिँदैछौँ। अनि त्यतिकैमा हाम्रो खाना पनि आयो। अनि हामी खाना खायौँ। अनि फेरि हामी यात्रातर्फ लाग्यौँ। अनि यात्रा गर्दै हाम्रो काभेरी खोला पनि आइसक्यो साथीहरू। अनि काभेरी खोलामा चाहिँ सबैजनाले पूजा गर्नुपर्ने रहेछ। पाथिभरा जाने मान्छेहरू प्राय सबैजना भनौँ न, उता जाने मान्छे सबैले त्यहाँ चाहिँ पूजा गरेर मात्रै जानुपर्ने हुँदो रहेछ। त्यही भएर हामीले पनि त्यहाँ रोक्यौँ। त्यस पछाडि हामीले पनि पूजा गऱ्यौँ साथीहरू। सबैजना भएर हामी गए जति मान्छेहरू सबैजना भएर मिलेर पूजा गऱ्यौँ। त्यस पछाडि यो चाहिँ देख्न सक्नुहुन्छ साथीहरू काभेरी खोला। पानी अनि कति धेरै फ्रेस बनाउने क्या, कति राम्रो, एकदम चिसो पुरै फ्रेस भयौँ हामी। अनि त्यस पछाडि फेरि यात्रातर्फ लागेर हामी चाहिँ सानो फेदीमा गएर बास बस्यौँ साथीहरू। अनि हामी चाहिँ खाना खाँदैछौँ। अनि हामी चाहिँ बिहान 3 बजी उठेर यात्रातर्फ लाग्यौँ साथीहरू। म हजुरहरूलाई पाथिभरा दर्शन गरेको भिडियो देखाउन गइरहेको छु। अनि भिडियो पोस्ट गर्नलाई चाहिँ अलिक ढिला भयो, त्यही पनि सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। अनि हामी पाथिभरा दर्शन गर्नु जाँदा चाहिँ मन्दिर जाँदा यस्तो थियो बाटो हुँदी मौसम चाहिँ।
अनि त्यस पछाडि हामी मन्दिर पुगिसकेको छौँ। अनि हामी चाहिँ यहाँ पूजा गर्न लागेको, अरूले चाहिँ हाम्रो साथीहरूले चाहिँ पूजा गरिसक्नुभयो हामीभन्दा अगाडि, हामी मात्रै लास्टमा छौँ। अनि हामीले चाहिँ पाथिभरा माताको लागि पाउजु पनि लिएर गएको थियौँ। अनि पाउजु पनि लगाइदियौँ मातालाई। त्यस पछाडि हामी दुईजना भएर मातालाई चुनरी पनि ओढाइदियौँ साथीहरू। अनि मौसम चाहिँ एकदम राम्रो थियो साथीहरू, खुल्ला एकदम उज्यालो, हुसुसुसु केही लागेको थिएन। त्यस पछाडि मैले चाहिँ सम्झेको थिएँ पाथिभरा मातामा गएर 1 माना सिक्का चढाउँछु भनेर। अनि हामीले चाहिँ सिक्का पनि चढायौँ। अनि सिक्का चढाउँदाखेरि चाहिँ यसरी मन्दिरको परिक्रमा गर्नुपर्ने रहेछ सिक्का बोकेर। अनि हामी दुवैजना भएर परिक्रमा पनि गऱ्यौँ। त्यस पछाडि हामी चाहिँ अब फर्किनु पर्ने हुन्छ। अनि यो चाहिँ पाथिभरा मन्दिरको ठुलो घन्टी हो। त्यस पछाडि मौसम देख्न सक्नुहुन्छ यस्तो भइसकेको थियो। हामी फर्किने बेला हुने बेला चाहिँ पूजा गरिसक्दाखेरि एकदम हल्का सिमसिम पानी पनि परिरहेको थियो, अनि हिउँ पनि थियो। अनि मैले घन्टी पनि चढाइदिएँ साथीहरू। त्यस पछाडि मातालाई केही गल्ती भयो भने माफ पाऊँ है माता भनेर मैले चाहिँ माफी पनि मागिसकेँ। त्यस पछाडि चाहिँ हामी चाहिँ घरतर्फ लाग्यौँ। घरतर्फ भन्दा पनि सानो फेदी ठुलो फेदी हुँदै अब झर्नु पर्यो नि त तल, त्यही भएर हामी चाहिँ फर्क्यौँ। अनि मौसम चाहिँ यस्तो छ, धेरै राम्रो छ मौसम एकदम। सबैजनाले भिडियो लाइक कमेन्ट सेयर गरिदिनु होला, सबैजनाले हेरेर माया गरिदिनु होला। थ्याङ्क यू सो मच साथीहरू।